ओहो धनीराम भाइ ए दाइ आउनुहोस् बस्नुहोस् ए आउनु भनेको नि त म आइहाल्छ त कोठा त के हो पुरै छटपट छ त तिम्रो बाबा केटाहरूको कोठा के भन्ने है ल अनि के त भोलिको सबै तयार भयो तिम्रो ओमान जानेको ए भइसक्यो नि त यो चाहिँ लगेज गराएँ अनि यो चाहिँ हेर्नु चाहिँ ह्यान्डब्याग बनाएँ यसलाई आमामा यत्रो ठुलो ह्यान्डब्याग त कहाँ लानु पान्छ भाइ यो त लानु मिल्दैन नि अनि त्यही टिकटमा त 10 किलो भनेको थियो लुगा मात्र हो मेरो 10 किलो भन्दा बढी त छैन होला होइन भाइ यो टिकटमा उल्लेख भएअनुसारको चाहिँ भएन यो धेरै ठुलो छ तिमी बस्ने प्लेनको सिटको माथिपट्टि यो लगेज राख्ने एउटा कम्पार्टमेन्ट हुन्छ यो कम्पार्टमेन्टमा यो अट्दैन यो त लानु मिल्दैन योभन्दा सानो ब्याग सानो खोज त हेर खोला नि केटाहरूसँग मलाई यस्तै हुन्छ कि जस्तो त लाग्दै थियो माइला दाइको सानो ब्यागमा यो पनि यसमा पनि हालेको अलिअलि सामानहरू ए खैलो ल्याऊ हेरौ त यसलाई बिस्तारै राखेर ल हो ल यो ठिकै छ त हो ल यसमा तिमीले सामान राखिसकेको रहेछ त पहिला सामान त छ रेडी छ है के राख्यो छ दाइ यो के पो हो यो त्यो दाइ भाग हो ओहो यस्तो कहाँ भाङ धतुरो गाँजा बोकेर लाने बिच त भाइ यस्तो पनि खाने गर्छौ तिमी यो त लानै मिल्दैन त भाइ यो त तिमी लागु पदार्थमा पर्छौ यो त लानै मिल्दैन नि भाइ त धन्न मैले हेरेछु अरू देखाऊ के छ अरू दाइ यो गुन्द्रुक भयो अनि यो कोदोको पिठो यो घरमै बनाएको तोरीको तेल अनि यो चुरट चक्कु त्यही हो होइन 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 भाइ होइन तिमीले गल्ती गर्यौ हो यो लाइटर चक्कुहरू जस्तो केही पनि लानु मिल्दैन भाइ यसलाई पन्छौ यो नलेजाऊ अनि अर्को कुरा तिमीले यो कुनै पनि कम्पनीको छाप नभएको म्याद उल्लेख नभएको मिति उल्लेख नभएको र डब्बा बन्द नभएको तिमीले के पनि लान पाउँदैनौ तिमीले 100 मिलिलिटर भन्दा बढी के पनि वस्तु लान पाउँदैनौ धन्न मैले हेरेछु त हेर अब तिम्रो यो लगेज 20 केजी रहेछ यो ब्याग जम्मा जम्मा गरेर 7 केजी हुन्छ ल अनि अब भोलिको लागि तयार गर ल म अब निस्केँ ल एकछिन बस्नु न ए अनि अलिकति अनुरोध गर्यो भने नि 2-4 किलो बढी नै लान त कस्तो नदेला र है धन्यवाद भाइ त्यस्तो होइन नियम भनेको नियम नै हो तिम्रो टिकटमा जति उल्लेख गरेको छ जति वेट उल्लेख गरेको छ अथवा जति तिम्रो तौल उल्लेख गरेको छ त्योभन्दा बढी तिमी लान मिल्दैन तिमीले फेरि जबरजस्ती गरेर अरू सामान पनि राखेर लान खोज्यौ भने शङ्काको घेरामा पर्न सक्छौ तिमी अनि त्यस्तो बेलामा तिमीले कुन सामान फ्याल्ने कुन सामान राख्ने त्यस्तो केही लान मिल्दैन भाइ त्यो चाहिँ राम्रोसँग हेरेर बुझेर लानुपर्छ ल म प्लेनमा कहिल्यै चढेको छैन त्यहाँभित्र गर्नुपर्ने चाहिँ के होला त्यस्तो केही अप्ठ्यारो छैन अब तिमीलाई अब प्लेनभित्र गइसकेपछि तिमीलाई एउटा बोर्डिङ पास भन्ने दिन्छ तिमीसँग एउटा बोर्डिङ पास हुन्छ बोर्डिङ पासमा तिम्रो सिट नम्बर उल्लेख हुन्छ आफ्नो सिटमा गएर बस्ने हो सिटमा बसिसकेपछि तिम्रो माथिपट्टि सिट बेल्टको साइन आउँछ होइन सिट बेल्टको सङ्केत आउँछ सिट बेल्ट बाँधिदियो सिट बेल्ट बाँध्नुभन्दा अगाडि तिमीलाई अब विमान परिचारिकाले प्लेन चढिसकेपछि के गर्नुहुन्छ के गर्नु हुँदैन आपतकालीन अवस्थामा के गर्न सकिन्छ के गर्न सकिँदैन भन्ने कुरा सब तिमीलाई विमान परिचारकले त्यहाँ राम्रोसँग बुझाउँछ भाइ त्यो तिमीले राम्रोसँग ध्यान दिएर सुन्नु अनि अर्को कुरा फेरि विमानमा भित्र पसेपछि तिमीलाई ठुलो होहल्ला गर्ने अरूलाई धकेलमुकेल गर्ने र कराउने यस्तो अवाञ्छित क्रियाकलाप चाहिँ गर्न मिल्दैन एकदम नम्र भएर आफ्नो सिटमा मजाले बस्नुपर्छ हुन्छ त अनि टोइलेट लाग्यो भने अब तिमी यस्तो हो तिमी बसेको सिटको माथिपट्टि सिट बेल्ट खोल्ने सङ्केत आयो भने तिमी मजाले टोइलेट जान सक्छौ है मजाले टोइलेट जाने टोइलेटमा भित्र छिरिसकेपछि टोइलेटको ढोकाको चुकुल लगाइसकेपछि बत्ती बल्छ अनि बत्ती बल्सकेपछि तिमी मजाले टोइलेट गर्न सक्छौ टोइलेट युज गरिसकेपछि अब हावाको जोडले फ्लस हुने हुँदा कमरको ढक्कन बन्द गरेर मात्रै फ्लस गर्नु जोडले आवाज आउँछ फेरि तिमी ठुलो आवाज आउँछ नडर ल अनि त्यो सँगै टोइलेट युज गरिसकेपछि सँगै धाराको बेसिन हुन्छ धाराको बेसिनमा तिमीले मजाले हात राखेपछि आफै पानी आउँछ अनि मजाले तिमीलाई ह्यान्ड क्लिनरले हातसाथ धुने अनि हातसाथ धोइसकेपछि नेपकिनले मजाले हात पुछ्नु हात पुछेर अनि नेपकिन चाहिँ जताभावी नफाल्नु फेरि है त्यहाँ नेपकिन फाल्ने एउटा डस्टबिन देखाएको हुन्छ डस्टबिन लोकेट हुन्छ त्यो डस्टबिनमा मजाले नेपकिन राख्नु त्यहाँ खाना दिन्छ भन्ने सुनेको थिएँ खाना दिन्छ नि धन्यवाद भाइ तिम्रो टिकटमा खाना उल्लेख गरेको छ भने खाना तिमीले पाउँछौ तर कुनै बजेट लेसमा खाना नआउनु पनि सक्छ है ए साथी अर्को कुरा महत्त्वपूर्ण कुरा तिमीले भोलिको लागि त्यो टिकट कागजपत्रहरू सबै तयार पार्यौ त सबै रेडी छ हेर्नु त राजधानी ठिकै छ यो टिकटिङ ठिकै छ अनि खै त कम्पनीको करारनामा देखेँ नि त मैले कम्पनीको करारपत्र मलाई त त्यो उतै दिन्छु भनेको छ नि अरे करारपत्र त तिमीले यही मगाएर हेरेको भए तिमीलाई राम्रो हुन्थ्यो अब जान्ने बेला के भन्नु खै अब भोलि तिमी उता गइसकेपछि कम्पनीको करारअनुसार 2 वर्ष अवधिमा तिमीले काम गर्नुपर्ने हुन्छ 2 वर्ष अवधिभन्दा अवधि कम गरेर काम छोड्नु पनि भयो भने तिमीले कम्पनीको नियमअनुसार जरिवाना तिर्न सक्ने हुनसक्छ अब यो कम्पनीले तिमीलाई के सेवा सुविधा दिएको छ
करारमा सबै उल्लेखित हुन्छ क्या तिम्रो कुन बेला बिदा दिने कुन बेला बिदा नदिने भन्ने सबै करारमा लेखेको हुन्छ त्यो राम्रोसँग बुझ्नु पर्थ्यो तिमीले त्यो राम्रोसँग हेरेर सही गरे मात्रै तिमीले कानुन सर हुन्छ नत्र पछि झमेलामा पर्न सक्छ भाइ ल ठिकै छ यस्तै हो ल भोलि राम्रोसँग जानु शुभयात्रा है भाइ धन्यवाद दाइ कुरा गर्दै गर नि पछि फोनमा केही पऱ्यो भने तपाईँले भन्छु हुन्छ ल भाइ ल हस् धन्यवाद भाइ ल धन्यवाद वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नु पूर्व देहाएका कागजात विवरण आफ्नो साथमा अनिवार्य रूपमा राख्नु हुन अनुरोध गरिन्छ। सक्कलै राहदानी पासपोर्ट, गन्तव्य मुलुकको प्रवेशाज्ञा भिसा, हवाई टिकट, आफू काम गर्न जाने कम्पनीसँगको करार पत्र कन्ट्र्याक्ट पेपर, श्रम स्वीकृतिको निस्सा, आफूलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरका सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना र सम्पर्क नम्बर, एयरपोर्टमा लिन आउने कम्पनीका प्रतिनिधिको सम्पर्क नम्बर, केही थान पासपोर्ट साइजका फोटो, सम्भव भए केही नगद वा विदेशमा प्रयोग गर्न मिल्ने डेबिट अथवा क्रेडिट कार्ड, नोट। केही कुराहरू अनिवार्य स्मरण नै गर्नुपर्छ, जस्तै घर परिवारको नम्बर, कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर, नेपालको म्यानपावरको नाम, ठेगाना र सम्पर्क नम्बर, गन्तव्य मुलुक स्थित नेपाली राजदूतावासको सम्पर्क नम्बर आदि। थप जानकारीका लागि नेपाली राजदूतावास मस्कटमा सम्पर्क गर्न सक्नुहुनेछ। राजदूतावासका हटलाइन नम्बरहरू: नियमित कामको लागि कार्यालय समयमा आइतबारदेखि बिहीबारसम्म बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म मात्र फोन गर्नुहोला। श्रमिक उद्धार, मानव तस्करी लगायत अत्यावश्यक तथा इमर्जेन्सी कामका लागि जुनसुकै बेला फोन गर्न सक्नुहुनेछ। श्रमिकको उद्धार, मानव तस्करी लगायत अन्य आपतकालीन अवस्थामा मोबाइल नम्बर 715-924-90 वा श्रम सहचारीको मोबाइल नम्बर 715-925-06 मा फोन गर्नुहोला। राहदानी, यात्रा अनुमति पत्र लगायत अन्य कन्सुलर सम्बन्धी कामका लागि तृतीय सचिवको मोबाइल नम्बर 920-750-71 मा फोन गर्नुहोला। यी मोबाइल नम्बरहरू उठेनन् वा हाम्रो सेवा प्रवाहप्रति कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकृत तथा प्रवक्ताको मोबाइल नम्बर 91352203 मा सम्पर्क गर्नुहोला। उपयुक्त रूपमा प्रयास गर्दा पनि कुनै फोनहरू लागेनन्, कसैप्रति कुनै गुनासो छ वा कर्मचारीहरूले दिएको जवाफ चित्त बुझेन वा राजदूतलाई नै खबर गर्नुपर्ने खालको गम्भीर विषय छ भने राजदूतको मोबाइल नम्बर 783-44564 मा कार्यालय समयभित्र सम्पर्क गर्नुहोला वा ambassador.oman@mofa.gov.np मा इमेल पठाउनुहोला। बैठक वा अन्य व्यस्तताका कारण फोन उठेन भने उहाँले पछि कल ब्याक गर्नुहुनेछ।